हेलो नमस्कार। म चाहिँ यहाँ काठमाडौँभित्र यसो अलिकति घुम्ने क्रममा चाहिँ यो चन्द्रगिरी केवल कारको भ्रमण गर्दा गर्दै यहाँ माथि चन्द्रगिरी यसको चाहिँ उचाइ 2555 मिटरको अल्टिच्युडमा छ, माथि उचाइमा होइन। र साथीहरू, म घुम्दा घुम्दै एउटा यो पृथ्वीनारायण शाहको बारेमा एउटा सानो एउटा केही रहेछ, म पढेर सुनाउँछु तपाईँहरूलाई, एकचोटि यो बुझ्नु होला है। श्री 5 पृथ्वीनारायण शाह भारतहरूसहित चन्द्रगिरीबाट चाहिँ नेपाल खाल्डोको दर्शन। नेपाली राजाले चिनन र पक्रन, अलिकति पुरानो भाषा छ, अलिक राम्रोसँगले बुझेर भने आफै बुझ्नु होला। र नेपालले पक्रन भने स्यासु बढी राजपतिका तिरे तिर भानु जैसी कुलानन्द जैसी अरू थर घर अनि साथैमा थिया। चन्द्रगिरीमा आइपुगेपछि नेपाल कुन हो भनी सुध्याया र त्यो भातगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौँ हो भनी देखाया र मेरो मनमा यी तीनै सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्या। उस्तै बेलामा ऊ दुवै जैसीले भने हजुरको मनोकाङ्क्षाया अभिलाष पुग्ला महाराजा भन्दा र मलाई आश्चर्य लाग्यो र मेरा पेटका कुरा कसो गरी जान्यौ र त्यसो भन्यौ र भनी मैले थोरै छ बुझ्नु होला भन्दा जसै नेपालमा नजर दिनुभयो थ्या। उसै बेला मोचमा बाहुली दिँदा मनमा नेपालको राजा हुन पाया ता हुँदो हो भन्या जस्तो परेछ भनी बिन्ती हजुरमा गरेकै हो भनेर यो कुरा पुग्ला भनी मैले भन्दा हजुरले गौ ब्रह्मन अतीत फकीर देवदेवताको मनिता बहुतै राख्नु भएको छ। हाम्रा हातमा पनि सरस्वतीको वरदान छ, हजुरलाई नेपालको राजा वश्य हुनै छ भनेर भन्ने चाहिँ यहाँ एउटा उल्लेख्य पुरानो यो के काइते भाषा के भन्छ यसलाई, पहिलाको यो नेपालकै नेपाली भाषा यो पृथ्वीनारायण शाह पालाकामा चाहिँ प्रयोग गरिने भाषा हो। भित्तेचित्र यो चाहिँ अब यो भित्तेचित्र यो त्यो बेलाको हो। यो फौज यी सबै चाहिँ एउटै हुन्छ र यो चाहिँ अलग अलग छ यो होइन। त्यतिखेर चाहिँ छवटा छन् नि पृथ्वीनारायण शाह उनी। हजुर हजुर, यी उसका पछाडि जुन भाइ भारदार हुन्छ नि त, त्यो बेलाका चाहिँ एउटा यो चाहिँ एउटा अमेट एउटा बनाएको रहेछ। ल अहिलेलाई यति भन्दै म बिदा माग्छु। हेलो हाई, धन्यवाद।